विशेष महाधिवेशनमा महाभारत पात्र विकर्ण जस्तो भएर उभिँदा, विशेष महाधिवेशनको नाममा महाभारतको पात्र विकर्ण जस्तो भएर उभिँदा जुन भयो विशेष मेला, जुन भयो विशेष मेला, विधि र प्रक्रियाको नाममा रणको समरणको सूत्रधारको अनि शङ्खघोष होइन जङ्गनाथ भयो, अनि शङ्खघोष होइन जङ्गनाथ भयो। गराइयो उठाएर डर सबै, गराइयो उठाएर सर डबै, जनजनबाट गणसूत्रमा जहाँ हुन हर योद्धा थिए, जहाँ हुन त हर योद्धा थिए, तर सबका सब धृतराष्ट्र भएर रहे, तर सबका सब धृतराष्ट्र भएर। विशेष मेला जब कसाई भयो, विशेष मेला जब कसाई भयो, सङ्कटग्रस्त न्याय विधि प्रक्रिया भयो, जब भए प्रत्येक प्रतिनिधि कष्टकर, जब भए प्रत्येक प्रतिनिधि कष्टकर, तब लाज पनि लजाएर रह्यो, तब लाज पनि लजाएर रह्यो। कठिन घडी तब आएको थियो, गगनको मात्र दोष थिएन, मती भ्रष्टहरूको नि भरपाई थियो। गगनको मात्र दोष थिएन, मती भ्रष्टहरूको नि भरपाई थियो। जब धुर्तको पालो आयो, जब धुर्तहरूको पालो आयो, तब मौन धर्म सच्चाइ भयो। जो थियो पहिल्यैबाट हारेको, उसले विधि प्रक्रिया द्रौपदी जस्तै दाउमा लगाएको थियो। जो थियो पहिल्यैबाट हारेको, उसले विधि प्रक्रियालाई द्रौपदी जस्तै दाउमा लगाएको थियो। जब न्याय विधिका कुरा गर्नेहरू, जब न्यायका विधिका कुरा गर्नेहरू नै उभिए, आफै मौन भए, जसरी भएका थिए द्रोणका शिष्य बेहोस, जसरी भएका थिए द्रोणका शिष्य बेहोस रह्यो। सब आश्वस्त पनि अज्ञानी रह्यो। अब जब आश्वस्त पनि अज्ञानी देखियो भीष्मको धर्मको प्रतिज्ञा पनि, तब त वीर अधीर एउटा उठेर बसेको थियो, जसले दुर्शासनलाई चेताइदिएको थियो। चेताइदिए मैले पनि न्याय विधिका कुरा गर्नेलाई, जसरी विकटले दुर्शासनलाई चेताएर रोक यो पाप फर्केर आउँछ, रोक यो पाप फर्केर आउँछ। भविष्य कालले यही देखाइरहेको छ। न भीमले गर्छ, न गाण्डीवधारीले नगर्छ, कवचधारीले नै नथ्यो उसमा अमृत कवच नै मौनतर र उसले सूर्यदय साथ निकालेर बोलेको थियो। यजुर्बाट निस्किए कि यज्ञको देवी हो, जुन सुकै सुकै स्त्री होइन, जननी जन्मसेन अनुहार मात्रै सबको रक्त बढ्थ्यो, अनुहार मात्रै सबको रक्त बढ्थ्यो। क्रोधित पाण्डव र कर्ण पनि थियो, तर त्यहाँ स्त्रीको लाजको साधक त भरि सभामा श्री विकर्ण मात्र रह्यो, त भरि सभामा श्री विकर्ण मात्र रह्यो। त विशेष नामको अधिवेशनको रक्षक, त्यस्तै विशेष नामको अधिवेशनको रक्षक आफै भक्षक भएको कुम्भ मेलामा, त्यस्तै विशेष नामको अधिवेशनको रक्षक आफै भक्षक भएको कुम्भ मेलामा विधि न्यायको बिउ बचाउन जसरी भरि सभामा थियो विकट बाँकी अझै भए म पनि त्यस्तै विशेष महाधिवेशनमा, भए म पनि त्यस्तै विशेष महाधिवेशन, त्यस्तै जसलाई कुरुश्रेष्ठले मौन बनाएर कौरव भएको भान गराए, जसको रक्षा त गर्न सकेन द्रौपदीले, तर पनि श्वासबाट करवाट फेरिरह्यो। यस्तो जीवनको चक्रबाट पर स्वर बदलिन्छ, सूर्योदय शास्त्र उदय हुन्छ। एकचोटि सही गलतको रोप अहमको पाठ हामीलाई सिकाइदिन्छ, अनि सूर्य चलाउँदै जीवन आफैमा बाँधिएर पहाड हुन्छ, अनि त आफ्नो कौशलको जगमाथि छाडेको असर गहिरो हुन्छ। महत्त्व थिएन यस कुराको उसलाई, महत्त्व थिएन यस कुराको उसलाई। यस युद्धमा को जित्यो को हार्यो, तर तिम्रो त्यस लड्ने साहसलाई, तर तिम्रो त्यस लड्ने साहसलाई सम्झिरहेको जगतभरि नै जगको रूपमा महाकाव्यमा हुन त तिमी छोटो पात्र किन्नुहोस्, त्यही गान्धारीको सुध पनि त सयौं कुरुमा एकमात्र हो। द्रोण विदुर र कर्ण युधिष्ठिर जसलाई जानियो त आम कुरा हो, जानियो त आम कुरा। त्यो अधर्मको पीड देखाएर आफ्नोसँग लड्ने खास कुरा हो। विकट जस्तै भएर म पनि, विकट जस्तै भएर म पनि जब यस विशेष मेलामा यात्राबाट विधि न्याय अगाडि जान्छ, तब त्यहाँ आफूबाट निर्मल हुन्छौ, तब त्यहाँ आफूबाट निर्मल हुन्छौ, तनबाट हुन्छौ जसँग मनको बलबाट के लड्न जान्छौ, तनबाट नै हुन्छौ तोसँग मनको बलमा के लड्न जान्छौ। यदि साँच्चै हुन सकेन विजय भए पनि कुनै न्याय विधि पुरुषार्थको, तर तिम्रो त कहानी हुन्छ अद्भुत विकर्णको जस्तै, तिम्रो कहानी हुन्छ अद्भुत विकर्ण जस्तै। जीवित जागृत परामर्थको, जीवित जागृत परामर्थक यसै विदेश महाधिवेशनको नामको, यसै विशेष महाधिवेशनको नामको